हेलो गाइज, म चाहिँ यो कसरी रजिस्टर गर्ने हाम्रो टुर्नामेन्टमा भनेर भन्नुको लागि आइरहेको छु है त। सो फर्स्टमा चाहिँ स्ल्यास एप ओपन गरेर होइन, अनि त्यहाँदेखि टुर्नामेन्ट नेम हाम्रो NEP2 छ होइन, त्यो NEP2 लेख्नुपर्छ है त। अनि त्यहाँदेखि चाहिँ टिम नेम, अब टिम नेम चाहिँ अब तिमीहरूको टिम नेम के हुन्छ त्यो लेखौँ है। सो टिम नेम लेखौँ, अनि त्यहाँदेखि प्रिफर कोड भन्ने हुन्छ, त्यो प्रिफर कोडमा चाहिँ अनि के कोड राख्दा अब सर्ट फर्म, अब आफ्नो टिमको सर्ट फर्म नेम लेखिदिँदा भयो है त प्रिफर कोडमा चाहिँ। सो त्यो गर्दाखेरि चाहिँ नेको च्यानलमा त्यो प्रिफर कोडबाट आउँछ है त। सो नबिर्सिनु होला त्यो चाहिँ। अनि यति गरिसकेपछि चाहिँ होइन, त्यहाँदेखि अर्को हामीलाई च्यानल बनाइदिन्छ, अनि त्यो च्यानलमा जानुपर्ने हुन्छ है त। सो यो डिफ्रेन्ट हाम्रो लागि रजिस्टर गर्ने च्यानल बनियो होइन। त्यहाँदेखि चाहिँ हामीले आफ्नो प्लेयरहरू एड गर्नु पऱ्यो है त। सो प्लेयरहरू एड गर्नुपर्छ। सो एड प्लेयर गरेर आफ्नो प्लेयरको ट्याग हेर्ने, अनि त्यहाँदेखि यो अलरेडी आइडी क्लेम गरिसकेको प्लेयरहरूको ट्याग चाहिँ यो क्लेम हुन्छ है त। नत्र आइडी क्लेम गरेको छैन भने चाहिँ यो आउँदैन है त। मेरो यहाँ माथि नआएकोहरू चाहिँ आइडी क्लेम गरेको थिएन, सो आएन। यो डाइरेक्ट आए, यो क्लेम गरेको थियो भने चाहिँ एड प्लेयर भनेर आउँछ है त। सो एड गर्नुपर्छ। मिनिमम पनि 5जना प्लेयर चाहिँ चाहिन्छ है। त्यसो 5जना रोस्टर चाहिँ चाहियो। त्यहाँदेखि अनि हामीलाई क्ल्यान एड गर्नुपर्ने हुन्छ। सो स्ल्यास एप सेट क्ल्यान गरेर अनि मेनमा गरेर अनि क्ल्यानको ट्याग हाल्नुपर्छ है त। सो क्ल्यानको ट्याग चाहिँ मैले हालेँ है त। सो मेरो क्ल्यानको ट्याग चाहिँ अलिकति युनिक बनाएको थियौँ हामीले। यसपछि चाहिँ हामी रिप्रेजेन्टेटिभ सेट गर्नुपर्ने हुन्छ। रिप्रेजेन्टेटिभ 1 भनेको चाहिँ जसले यो हाम्रो सर्भर स्टेसनहरू भर्दैछ नि, त्यो चाहिँ रिप्रेजेन्टेटिभ 1मा अटोमेटिकल्ली आएको हुन्छ। सो रिप्रेजेन्टेटिभ 2मा चाहिँ आफ्नो टिममेट राख्नु पऱ्यो यता चाहिँ। त्यसरी नै मैले चाहिँ राज सरलाई राखेको छु। सो यसपछि चाहिँ हामीले अब ल्याङ्ग्वेज सेट गर्छौँ त। सो स्ल्यास एप सेट ल्याङ्ग्वेज कमान्ड हालेपछि चाहिँ ल्याङ्ग्वेज सेट गर्नुको लागि आउँछ। सो त्यहाँनिर चाहिँ मैले इङ्ग्लिस हालेँ है त। अनि यसपछि चाहिँ हामी के गर्छौँ भने टाइम जोन राख्छौँ। सो सेट स्ल्यास एप सेट टाइम जोन IST भनेको इन्डियन स्ट्यान्डर्ड टाइम हो। सो इन्डियन स्ट्यान्डर्ड टाइम चाहिँ कमनली राख्छौँ है त हामी। सो अनि मैले चाहिँ के रजिस्टर भयो भनेर चेक गर्नुको लागि स्ल्यास एप सो गरेपछि चाहिँ के रजिस्टर भयो भनेर देखाउँछ है त। सो कतिजना के भयो भनेर यहाँनिर मेरो चाहिँ रोस्टर साइज 3जना मात्रै भइरहेछ है त। सो मेरो चाहिँ 2जना भेरिफाई भएको छैन, त्यसैले गर्दाखेरि देखाएको छैन। यसपछि म देखाउँछु आइडी कसरी क्लेम हान्ने। त्यो बट स्प्याममा गएर स्ल्यास क्लेम एडमा गएर आफ्नो प्लेयर ट्याग हाल्ने होइन। प्लेयर ट्याग हालिसकेपछि चाहिँ API टोकन भनेर साइडमा छ नि, त्यो API टोकनमा क्लिक गर्ने, अनि गेममा जाने होइन। अनि सेटिङमा गएर स्क्रोल गरेर API टोकन भन्ने छ त्यहाँनिर सो गरेर त्यसलाई क्लेम कपी गरेर त्यो पेस्ट गरेर भेरिफाई गर्नुपर्छ है त। सबैजना कम्प्लिट गरिसकेपछि चाहिँ लोगो एड गर्नु पऱ्यो होइन। अनि स्ल्यास एप एड लोगो भनेर कमान्ड हाल्नु पऱ्यो। अनि त्यहाँदेखि स्ल्यास एप कम्प्लिट गरेपछि चाहिँ तपाईँहरूको त्यो एप्लिकेसन कम्प्लिट हुन्छ है त। त्यो कम्प्लिट भएको केही छैन पछि चाहिँ अनि हाम्रो एक्सेप्ट गर्छौँ। अनि त्यहाँदेखि चाहिँ यसरी तपाईँहरूलाई वेलकम अनि रोस्टरहरू देखाइदिन्छौँ, आउँछ है त अटोमेटिकल्ली। त्यति नै छ है त। थ्याङ्क यू।